साथीहरु कसैलाई पैसा चाहियो भने मलाई माग है त दिन्न त्यही पनि माग न सो हेलो एभ्रिवान साथीहरु गुड मर्निङ सबैलाई हैन आज चाहिँ म विश्व ब्लग लाइभ भेट्न गइरहेको छु उ चाहिँ मेरो दाइ हो नि त विश्वराम चाहिँ यहाँ छ यहाँ तल अनि हामी चाहिँ यस्तरी घुमेर यस्तरी यही बाटो हैन हाम्रो स्कुल चाहिँ यहाँनिर छ क्या यही हो हाम्रो स्कुल बलामताली स्कुल कम टाढा छैन हिँड्न नसक्नेलाई त 5-6 घन्टा लाग्दिन्छ हैट हामी बिहानै उठेर पहिला दौडिन्थ्यौं यही हो हाम्रो स्कुल यहाँ माथि डाँडामा निस्केर सट्टै ओह्रालो झर्ने हो नि त गाउँहरु छ यस्तो छ हाम्रो गाउँहरु देख्न नै सक्नुहुन्छ ओहो हाम्रो पण्डित सुशील पनि हो ठीक छ के गरिरहेको यो घाँसको लागि कि के को लागि बास गोठ मान्छे बस्ने कि ए अनि हाम्रो पण्डित सरको ठिकै छ ए कामिटोल नजिकै छ त नि खुकुरी अलिक लाग्ने बनाएर ल्याउनु नि घरमा नै सर कि भेटाउँदैन केटा कति जाडो लागिरहेछ ठिकै मात्रै ए ल ठिक छ चिन्छौ कि चिन्दैनौ रे मलाई नचिनेको बिर्सेको पर्से मलाई चिन्छौ को हो म केटाहरूले म गाउँमा नबसेको पनि हैन म गाउँमै बसेको किन केटाहरूले बिर्सेको मलाई ओ सुशीले पण्डित भएर पनि बिर्सिन्ने हो हाम्रै गाउँको यसो भाइहरूलाई जिस्काउँदै आएको हो म चाहिँ यो चिसो ठाउँदेखि निस्किन निकै गाह्रो हो के साह्रो चिसो पनि ठाउँहरू छ क्या हाम्रो गाउँहरू चाहिँ यस्तो छ यहाँ छ हाम्रो गाउँहरू सो साथीहरू म चाहिँ विश्वाङको घर नजिक आइसकेको छु र विश्वाङको घर नजिकदेखि चाहिँ यस्तो भ्यूहरू देखिन्छ कि म सब देखाउँछु हो विश्वराम विश्वको ब्लग यो यहाँदेखि भ्यूहरू हेरौँ न एकदम यो डाँडादेखि हेर्नुपर्छ हाम्रो गाउँ त्यहाँ यो चाहिँ खलङ्गा भन्छ के बवाल छ क्या भ्यू देख्ने ठाउँ ल विश्वाङको घर यो चाहिँ दाइलाई मैले भेटिनँ अब माथि नै भेट्नु पर्ने छ माथि गइसक्नु भयो साह्रै सो विश्वाङको बुवा चाहिँ मेरो अङ्कल हो अनि मेरो दाइ हो विश्वाङ चाहिँ विश्व ब्लग चाहिँ अनि त्यही भएर आएको थिएँ दाइलाई भेट्न घरमा हुनुहुन्न माथि गइसक्नु भएको रहेछ कसो हिमाल नदेखि होला ओहो घामले देखिनै छोडेछ एकछिन रुकै यो म यो पाहाड चढ्नुपर्ने भयो क्या देखाउनुको लागि यो पाहाडदेखि चाहिँ देखिन्छ होला सट्ट अलिअलि देखिन्छ रहेछ यो सगरमाथा हो यो विश्वलाई चिनाउने सगरमाथा यही हो देख्न सक्नुहुन्छ यस्तो भ्यूहरू छ हाम्रो गाउँमा पनि
केटाहरू यहाँ भलिबल खेल्नेहरू आउँदैछन्। पुग्न पुग्न लागेको छु खलङ्गा भलिबल ग्राउन्ड। ठिक छ अस्ति आँखा पसाङको गानाबाट युट्युबबाट आउनु अनि छ नि त हाम्रो विश्व दाजु ठिक छ नि विश्व ब्लक 11 नम्बर है। जुम गरेर नै आउने झन् नापेरै दे हो। ओहो छोटू छोडेको हुन्छ मैले के छ अनि साल ठुलो यानीपट्टि हिसाना एकचोटि जुम गरी म देखाउँछु क्या यानी हिसाना साथीहरु कसैलाई पैसा चाहियो भने मलाई माग है। दिन त दिन्न त्यही पनि माग न मसँग छ हैन। दिन त दिन्न कसैलाई नि त्यही पनि माग न। विश्व भ्लगलाई भेटेर पनि विश्व भ्लगलाई भेटेर म चाहिँ लागिसकेको छु घरतिर अहिले चाहिँ है मेरो उ लिएर नोटहरु लिएर हैन। कसैलाई पैसा चाहिएको छ भने मलाई माग है। दिन त दिन्न त्यही पनि माग न। गाइस चाहिँ के भन्दाखेरिमा चाहिँ आजको मेरो भ्लग चाहिँ यतिसम्मको छ। आज अब त्यस्तै हैन राम्रो खास चाहिँ छैन। अब मिलाएर म जोडेर बनाउने छु भिडियोहरु र विश्व भ्लगलाई पनि भेटिसक्यौं र हाम्रो के भन्दा थोरै मात्रै बाँकी थियो अरु पनि मैले लिइसकेँ र पनि म घरतिर लागिसकेको छु। हाम्रो धेरै लामो भिडियो नबनाऊँ। सो बाइ बाइ गाइज लाइक सब्स्क्राइब गरिदिउँ होला किनभने म नयाँ हो। हामीलाई पनि यस्तो दुःख पाउने चाहिँ म हो। यसो थिच्दिउँ न तपाईहरुले थिच्ने काम मात्रै तपाईहरुको र कस्तो लाग्यो हाम्रो गाउँहरु पनि एकदम हैन सत्त पारेर हाम्रो गाउँहरु पनि एकदम राम्रो छ। बाइ बाइ गाइज।